यो बसको ड्राइभरले हामीलाई तानी तानी ल्याएर राखेको होइन, त्यही भएर हामी लास्ट सिटमा आएर बस्न पर्यो। जहाँ भन् शान्ति चोकमा रोकिदिनु भन्नु नि। शान्ति चोकमा रोकिदिनु यसले भनेको कोही सुने होइन, यसले भने तर भनेको भाइ तिमीले तेल बढाइदिन्छ। पहिला 100 रुपियाँ हामीले 100 रुपियाँ हालेर दिन्छ नि, यसले 110 रुपियाँ हालिदिन्छ, 10 रुपियाँ बढाइदिन्छ, अरू सब बढाइदिन्छ। तेल भएको धाराको पानी गएर बढाउनु। ल हामीलाई गाडीले यहीँ झारिदियो शान्ति चोकमा। हजुर अब हामीलाई रेस्क्यु टिम चाहियो। सब यसले गर्दा हो कि यहाँ झार्दै। यसले बाइक ल्याएको छु भनेको कि यहाँ। हेलो एभ्रिवान, वेलकम ब्याक टु अनदर एपिसोड अफ श्रेष्ठ ब्लग। नेक्स्ट ब्लग गाइज। आज चाहिँ हाम्रो साथीको रिटेल उता छ, अब कता सिक्दैछ, सिधै यसको ट्रायल आज रिटेल। अनि टक्क रिटेल दिन हिँडेको, अनि यहाँ सिक्न आइदिएको। ट्रायल दिनुभन्दा अगाडि यहाँ सिकेर गइदिउँ होइन। पहिला खुट्टा टेकेर यो फेल भएर आएको थियो, अहिले चाहिँ के गर्छ थाहा छैन न। यहाँ अहिले त घुमाइराखेको के अरे। अब यहाँदेखि हामी उता गएर बेलबास जान्छौँ, अनि बेलबासमा गएर बसमा गएर बेलबासमा ट्रायल दिएपछि फर्किन्छौँ हामी टक्क है त। एन्जोय गर्नु होला। अस्ति नै लाइटमा खुट्टा टेकेको भन्दै, अहिले यहाँ त लाइट छैन कि अब उहाँ गएपछि के गर्छ त्यो ट्र्याक्क ब्रेकको खुट्टा टेकेको थियो, त्यस्तै यता ढल्क्यो नि, त्यो त्यस्तै ढल्किन्छ क्या, त्यही भएर त्यो। हामी भ्लग गर्दै हिँडेको होइन, एकछिन जाने हेर नि चढ्दै अब तिमी बाबुलाई कस्तो लाग्यो नि? हुँदै हरायो त। तिमीलाई कस्तो लाग्यो 10 रुपियाँ ट्रायल दिँदा? गर्व फिल भयो सुरज, गर्भवती फिल भयो। यसलाई गर्व फिल भयो अरे। आधा नि फेल भयो नि, के फिल हुन्छ नि? गर्भवती कर्छ होला नि आज त्यहाँ। आज नि कटेन भने त अहिले छोडिदियो लाइसेन्स ननिकाल्नु। साइकलले ठिक छ तँलाई, पेट्रोल पनि बढ्यो। चार्जर कि होइन त साइकलै ठिक छ कि फेरि होला। अब एउटा साइकल हराइछ, अब अर्को यसले एउटा हाम्रो कारको ड्राइभर
कारको ड्राइभरको लाइसेन्स लिन यो बसको ड्राइभरले हामीलाई तानी ल्याएर राखेको होइन त्यही भएर हामी लास्ट सिटमा आएर बस्न पर्यो ड्राइभरलाई अहिले मैले पैसा दिन्न फ्रीमा चढ्न आएको हामी फ्रीमा पैसा छैन भन्दा नि यो ड्राइभरले हामीलाई फ्रीमा चढ भनेर हामी चढेको कि खास हो कि नि झर्ने बेला अहिले झर्ने लास हाल्न हामीलाई सुरजले आयो यतै हो अब त सुरजको पनि लाइसेन्स है सुरजले त पैसा नदिनु पर्ने हो ल भन्ने नि त ल के तिम्रो लाइसेन्सको पैसा लाइसेन्स गरेर हुन्छ र तेलको हेर कति बढिरहेको एक दिनमै 80 रुपियाँ होइन 180 200 पुग्यो भने अनि बल्ल तैँले लाइसेन्स निकाल तैँले लाइसेन्स हिँडिसक्यो स्योर 200 पुगेर नदिए मैले लाइसेन्स निकालेँ भने त मैले तेल बढाइदिन्छु पहिला 100 रुपियाँ हामीले 100 रुपियाँ हालेर दिन्छ नि अहिले 110 रुपियाँ हाल्छु 10 रुपियाँ बढाइदिन्छु अरू सब बढाइदिन्छु तेल घरको धाराको पानी गएर बढाउनु ल पछाडि हेर्नु तपाईँले यतै हो कि कतै हो झर्नी यहाँ त हामी त्यो गिरबासे झारेर हाल्दाखेरि शान्ति चोक भन्दा माथि हो क्या शान्ति चोक होइन त्यसमा जहाँ भन् शान्ति चोकमा रोक्दिनु भन्नु नि शान्ति चोकमा रोक्दैन त्यसले भनेको कोहीले सुने होइन यिनले भने नि तर शान्ति कसलाई भनेको भाइ तिमीले शान्ति चोकमा राखिदिनु शान्ति चोकमा रोक्दिनु नि हेर लास्ट सिटमा बसेर भनेर कसैले सुन्छ दौरी आइसक्यो र त्यही त नि के कोही आएन कि कहाँ जान्दैन त भनेर आउँछ त्यो हामी यतैबाट छिर्थ्यौँ कि हामी यतैपट्टिबाट हो क्या हामी अस्ति बाइक ल्याउनु जहाँ त झर्नु पर्छ झर त्यता हिँड्दै आइज हामी उता जान्छौँ पहिला त हामी बाइक जाँदा गएको पऱ्यो कति गर्मी हो के भयो चट्टीमा दाइ मलाई चलाउनु दिन्न भने आउँछ चट्टीमा दाइ मलाई चलाउनु दिन्न भने आउँछ तिमीलाई कसै मान्नु गर्दैन तिम्रो यो लिङ्क भनेको त गाउँ हो कि बाहिर गाउँदेखि बाहिर निस्किँदा तिम्रो त यति पनि छैन है को तिमी अलि अगाडि झारिदिनु भन्न शान्ति चोक भन्दा यति माथि ट्रायल सेन्टर जाने बाटो झारिदिनु के कहाँ हामीलाई पनि आएन त हाम्रो जिन्दगी हो कहाँ झर्ने त आएन त्यसै आयो सिसाबाट बवाल आउँदो रहेछ त पछाडिको त सेम हान लेन्स हालिन् मैले त्यहाँ त्यसो सेमा आउँछ मोबाइल त बाहिर पुगेको अरे धेरै माथि जाने यार गाडी फर्काउनु भन्ने त नि ल हामीलाई गाडीले यहीँ झारिदियो शान्ति चौकमा हजुर मलाई अब हामीलाई रेस्क्यु टिम चाहियो हालो क्या हामीलाई रेस्क्यु टिम चाहियो होइन अब यहीँ झारिदियो हामीलाई गाडीले तिमीले सट्टीमा गएर भनेको थियो तर तिमीलाई सब यसले गर्दा हो कि यहाँ झार्दिएको अगाडि दङ्गेको अगाडि यसले बाइक ल्याएको भनेर हो कि यहाँ झार्दिएको म त केही बोल्दैन तै हो हामीलाई यत्रो हिँड्न पऱ्यो यसले गरेर हामी यहाँ हिँड्नु पऱ्यो जान्ने भयो अगाडि आएर यहीँ रोकिदिनु भन्ने मान्छे यही हो जो एकचोटि ट्रायल सेन्टर आएन त्यसैले अझ अगाडि आएर रोकिदिनु भन्छ क्या अझै लाइसेन्स कसले ल्याएको त दार्जिलिङको आएको छ नि यसले उतै दिएको ट्रायल म उहाँबाट अन्त दिएको ट्रेन यसले यहाँबाट दिएको होइन कि उता आँट दिएको हामी हिँड्दै हिँडेको हामीले दिइराखेको 3-4 दिन भयो कि राख्दा यो फुलेको भाग्य मान्नेको निदा ठुलो अभागीको के ठुलो भन्दा कसको निदा ठुलो देखिरह त्यस्तै भइरहेको छ यहाँ अहिले हामीलाई 1 किलोमिटर हिँडेर आयो उहाँ शान्ति चोकबाट तरै हिँडाएर त्यो गाडीवालाले हामीलाई
त गाडी सोद्धा नि सोध्दैन यहाँ आएपछि त अगाडि पानी हाल्यो यहाँ क्या बाटोमा त्यसलाई गुले त्यहाँ व्यवस्था आइज कि यहीँबाट एयरपोर्टै जस्तो लाग्छ यो यस्तो खुल्ला देखिँदा त बाइकको ट्रायल दिने ठाउँ त्यो जनतान घाममा कुन क्यामेरा हो यो ल हाम्रो के अरे रोहित चक्रवर्ती है के भन्छ है चिरञ्जीवी हिन्दी फिल्मको न्यू मोडल आउँदै होइन ट्रायल पास गरेर अब यहाँ आएर के भन्छ है यसले कमर छ कास्तो कमर आउँदैन लाइटमा फेल भइस भयो क्या भयो त्यहाँभित्र ल अब ऊ त्यो उसके नुवाकोट जाने भनेको न कि पास भयो भने अब हिँड्न त ए रोक्न म यहाँ सर्ट लाउन सक्छ हाले